Hello. Welcome to my live, everyone. स्वागत गर्न चाहे हजुर सबैजनालाई मेरो लाइभमा। दिदी हजुर ठकुरी भाइ ओ मेरो भाइ सुरुमा आउनु भएछ ल स्वागत गर्न चाहे हजुरलाई। सबैजना दिदी दिदी भन्दै हाँस्दै हुनुहुन्छ त किन हो यति साह्रो हाँस्नु भएको? FIFA प्लसमा आउँछ त गेम कुन एपमा आउँछ आजको भन्नुभएको छ। अस्ति जुनमा त हेरेको थियौँ हामीले FIFA प्लस भन्ने त्यहाँबाटै आउँछ है। नमस्ते दिदी नमस्ते। नमस्ते के छ? ठिक ठाकै छ भन्नु। हजुरको अवस्था कस्तो छ अहिले? मेरो त एकदम ठिक छ। After long time we will really miss you दिदी। Oh my god। धेरै बसे। त्यही त अनि हामी हजुरलाई गेममा झन् नदेख्दा त नुन खाएको कुखुरा जस्तै हुन्छ हामीलाई त फ्यान्सलाई त। मलाई पनि त्यस्तै फिल भइरहेको छ त्यहाँ। फर्स्ट टाइम होला दिदीको यत्रो है अब खेल्न नपाएर ग्याप बसेको। यो अनि एकचोटि खुट्टा अपरेसन हुने बेला मिस भएको थियो। त्यही त कस्तो भइरहेको भने। त्यही त कति खल्लोपन हुन्छ नि हजुर नहुँदाखेरि। अनि त्यही माथि हामीले कस्तो 3 गोल खाएको कि म सोच्दा नि नसोचेको सम्झिँदा पनि अहिले पनि यति रुनु मन लाग्छ कि के भनौँ। मैले कस्तो टिभीमा हेर्न खोजिरहेको थिएँ टिभीमै ए तर आज के भन्छ अरे इन्डियाले जित्यो भने म अस्तिको इरानसँग हारेको त बिर्सिन्छु म त। अभियसली मेन डिफेन्सको दिदी ओके वेलकम। हेर्नु साथीहरू आफ्टर लङ टाइम गीता दिदीलाई देख्न पाएको छ है। दिदी एकदमै फिट हुनुहुन्छ। सो यो भन्दा कसरी देखाउनु फोन आफैले हेर्नुपर्छ। कस्तो झन् टिभीमा हेर्ने भनेर प्लान बनाएर यहाँ सन्तोष भाइलाई यहाँ घरमा बोलाएर अनि उसले बिरयानी बनाउँछु रे अनि त्यही भएर ल भनेर त्यही पकाउँदै बसिरहेको। दाई पनि हुनुहुन्छ? नमस्ते दाइलाई नि भनिदिनु धेरै धेरै सम्झना मिठो माया भनिदिनु बहिनीको तर्फबाट। उतापट्टि छ सन्तोष दिदीको ब्लग पनि कतातिर हुनुहुन्छ अहिले दिदी? म घरमै छु रुममा यही काठमाडौँतिर। आज हेर्नुपर्छ है त बबाल। आज इन्डियासँग हेर्नुपर्छ। इरानको त बिर्सिदिने हो चट्टै पारेर। सन्तोष भाइ यहाँ बहिनी सोधिरहेको छ यहाँ आउनु। नमस्ते नमस्ते। धेरै पछि हजुरहरूसँग कुरा गर्न पायो कि अनि एकदम एक्साइटेड अनि ह्याप्पी। कस्तो छ हजुरको खबर? ओके दाइ आज जित्यो भने त डान्स हान्ने। आज जित्यो भने हामी डान्स हान्ने है त एकदम डान्स हान्ने। अनि हिरा दिदी दिपा सन्त दिदीहरू ब्याक हुँदा कति खुसी लागिरहेछ। फेरि यता गीता दिदीले नखेल्दाखेरि त्यही माथि अलिकति दुःख पनि लागिरहेछ। त्यही हो त्यही त भने। अस्ति त मैले पनि राम्रोसँग गेमै हेर्न पाएन। फेसबुकतिर आएको थियो भने म फेरि पिजीको लागि जानु परेको थियो कि अनि हाइलाइट हेरेको थिएँ। कस्तो नराम्रो लाग्यो। के भयो कि नमिल्या जस्तो। आज जित्नै पर्छ नि। आज जसरी भए पनि जित्नै पर्छ एकदम। झापा गोल्ड कप पनि सुरु हुन लाग्यो दिदी। तपाईँ आउनु भएको भए हुन्थ्यो। म आउनेवाला थिएँ। हजुर सबैजनासँग भेट्ने ठुलो इच्छा छ। म बाहेक अरूजना अरू सबै हुन्छ। आउने बित्तिकै जान्छन् होला भन्दाखेरि अघि न्युजहरू देखिरहेको थिएँ मैले। झापा तिमी झापा है? म धरान दिदी तर म झापा आउँछु। आउने धरानदेखि अलिक नजिक पर्छ नि त। काठमाडौँ त टाढा छ आउनु मन छ तर म साफ क्लबमा आउँछु होला काठमाडौँ पनि मेबी। तर म हुँदैन
त एकदमै हजुर ठ्याक्कै यही टाइममा पढिदिनु भयो। यस्तो इम्पोर्टेन्ट म्याचहरू छ, म त ढुक 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 हुन्छ कि दिदी, हेर्नु पनि गेम हेर्नु पनि हेट यस्तो हुन्छ कि मुटु नै बुम बुम हुन्छ। अनि पूजा दिदीको त डिफेन्स यस्तो बबा लाग्यो कि मलाई, आमा म त हुन्छ होला गोल सोचिरहेको थिएँ कि कसरी हेरिरहेको थिएँ मलाई नै थाहा छैन, मेरो होस हवास उडिरहेको थियो त्यतिखेर। हेरौँ भने सोचिरहेको थिएँ कस्तो होला यार, केमा दिन्छ थाहा नै भएन। हजुर त्यहाँ त बोल्न नि नमिल्ने रहेछ, कमेन्टमा नि हेरो बसो लाइभ यत्तिकै छैन। उन्नुहुन्न आज गेम चाहिँ कस्तो खेल्छ, कस्तो तनाव भइरहेछ भने। आज गेम छ त, आज गेम छ है साथीहरू, नहुने कुरै छैन। आज झन् इन्डियासँग होइन, मैले त्यत्रो अपडेट दिएकै छु, अरू दाइ दिदीहरूले दिएकै हुनुहुन्छ, कन्फ्युज नहुनुहोस् न। हेर्नलाई भनेर आज कति बजी म पनि आएको। FIFA प्लस गुगल मैले कसरी सर्च गर्ने भनेर पनि मैले भर्खरै भिडियो बनाएर लगाएको छु, हेर्नु होला। हाम्रो त डान्स पो हुन लाग्यो दिदी अगाडि सेन्टरको। तिम्रो डान्स हुन्छु मैले। होइन नि दाइ र दिदीले नै हो बहिनीको तारिफ गर्ने, अरू त गर्दैनन् कसैले पनि। नाच्नुपर्छ भन्नुभएको छ एकदम। 6-15 सोध्नु रे तिमीलाई काका टिभीहरूमा दिन्छ लाइभ युट्युबतिर? टिभीमा पनि गुगलमा गएरै सर्च गरेर हेर्नु दिदी। टिभीमा पनि उयो वाइफाईवाला टिभी हो भने चाहिँ गुगल सर्च गरी त्यहाँबाट हेर्दा नि हुन्छ। गीतासिस अब कति पछि खेल्नु पाउँछ भन्नुभएको छ। 3 months त बस्नै पर्छ भन्नुभएको छ। 3 महिनापछि गोलभेडा अचार बनाउने त पर्दैन होला। 2026 को साफमा त सब फिट एन्ड फाइन हाम्रो दिदी त एकदम। प्रीति र पूजाले चाहिँ एकदम राम्रो खेल्यो। मैले पनि त्यो हाइलाइट हेरिरहेको थिएँ, राम्रो खेलिरहेको थियो। अर्को त साँच्चै के गेमै देखेन हौ, म त के भन्नु, कस्तो आफूलाई कस्तो के हराउँ कस्तो नराम्रो लाग्छ। उयो हाम्रो त्यही त रेखा दिदी र साम्बा दिदीको त बिचरा मिलि नै रहेको थिएन क्या, कम्बाइनेसनहरू। अब क्लोज क्याम्प पनि बस्ने च्यानलमा दिन्छ युट्युबमा रे। यो नो बाबु केमा आउँछ, केमा आउँछ त्यो के अरे त्यो उसमा पनि जान मिल्छ क्या बाबु, त्यो टिभीको गुगलमा पनि क्या गेम हो। तर दिदीको चाहिँ होइन, दिदी त खेल्नै पाउनुहुन्न अहिले, खेल्नु खत्तम होइन, गेम राम्रै खेलेको हो, अब हार्यो। थ्याङ्क यू। भर्खर त सर्जरी गर्नुभएको छ दिदीको त। ठ्याक्क कति भयो भनेपछि 4-5-6 हप्ता स्टार्ट हुन लाग्यो भर्खर। हजुर तिहार चाहिँ कस्तो भयो दिदी? तिहार रमाइलो भयो, म यतैतिर थिएँ, रमाइलो भयो भनौँ। थ्याङ्क यू सो मच सक्सेस राई फर दिस गिफ्ट, थ्याङ्क यू। 6-15 हो साथीहरू, 6-15 भर्खर 5-24 हुँदैछ। घर बनाउनै बाँकी छ है, भयो मलाई त घर बन्नै बाँकी छ। आज अन्जना गेम छ 15। अनि अरू सबै ठिक होला नि है तिमी? हजुर ठिक छ दिदी। म त पोहोर पनि तिहार खल्लै भएको थियो, अलिक त होइन बेसी नै खल्लो। फर्स्ट टाइम मेरो तिहार खल्लो भनेको पोहोर भएको थियो, फाइनल हार्न पुग्यो। अनि यसपालि राम्रै हुन्छ होला भनेर सोचिरहेको थिएँ। ठ्याक्कै टिकाको भोलिपल्ट टिका मनाइयो, अनि हेरौँ भनेको खल्लै भयो यसपालि पनि। किपर एन्जिला थियो फर्स्टमा,
होला मैले नि गेम फुल हेरिनँ हौ। म त 10 मिनटमा 3 गोल खायो भन्दा म आफै टुवा परेर आएको। फेरि फर्स्ट हाफ फेरि ड्र खेल्दाखेरि चाहिँ कस्तो अब ड्र खेला रहेछ नि त, सक्छ जस्तो लागिरहेको थियो। खोइ सेकेन्ड हाफ त्यो लास्ट मिनटमा चाहिँ के भयो भयो। त्यो पनि 10 मिनटभित्रै अनएक्सपेक्टेड। कुन देशको खेल्दैछ सिस्टर? इन्डिया भर्सेस नेपाल। 1 वर्षपछि फेरि नेपाल इन्डियासँग सामना गर्दैछ, आम्ने सामने गाइस। साथ पनि रहेछ नि त, 2टा म्याच रहेछ इन्डियासँग, अर्को चाहिँ सिक्किममा हुने रहेछ। रहेछ दिदी, फेरि फ्रेन्डली रहेछ है। 12 मा कि 13 मा पो छ त। म चाहिँ खेलेको थिएन है, म चाहिँ जोड्छु। FIFA प्लस डाउनलोड गरेर हेर्नुहोस् न साथीहरू। FIFA प्लस कहिले हो गेम? आज हो, आजै हो। जाडो छैन त्यता? कता गीता दिदीकोतिर? मेरोतिर त खासै छैन, ठिकै छ। आज खोइ थाहा नै छैन, मैले त्यो खोइ त्यही न्युजतिर आउँछ होला नि। आई मिन त्यो के भन्छ, अल नेपाल एसोसिएसनले हाल्छ होला नि सायद। खोइ अस्ति पनि त्यो नाम मात्रै हाल्यो, फर्मेसन चाहिँ खोइ त्यस्तोहरू मैले केही अपडेटहरू केही पाएको थिइनँ। अब थाहा छैन आज के को खेल्छ भनेर। फर्स्ट लाइनअप आउँछ है। अरू 5800 मा 5000 गोल। कोही लिनको लागि समग्र प्रोफाइल बिक्री गर्नु होला। के डाउनलोड गर्नु अरे सिस्टर? FIFA प्लस नेपालीको 6:15 है। 6 बजेर ठ्याक्कै 15 मिनटमा FIFA प्लस एक डाउनलोड। थ्याङ्क यू है त्यसको लागि। म त यहाँ पढ्दा कतै छिटो सर्ट जाने केही थाहा पाउँदिनँ। म त फेरि चलाउँदा पनि आउँदैन। आज त जित्छ होला सिस भन्नुभएको छ। अफकोर्स होला भन्दा पनि जित्नै पर्छ है। आज कन्तिम कति म्याच केमा हेर्ने? FIFA प्लस एप डाउनलोड गर्नुहोस् अनि त्यहाँबाट हेर्नुहोस्। न्युजतिर त त्यस्तो केही अपडेटहरू आएको छैन होला है। अब त गेम पनि स्टार्ट हुने बेला भइसक्यो। गीता पनि बिग फ्यान, थ्याङ्क यू है। आज भगवान् के हो आज जिते राम्रो हो कि जितेन भने फेरि पछि अर्कोचोटि हेर्ने बाटो हुन्छ क्या इन्डियाले। आज कि जित्नै पर्ने कि ड्र गर्नुपर्ने हुन्छ। आज फेरि त्यसपछि अर्को पनि छ फ्रेन्डली म्याच इन्डियासँग। फेरि छ, कहिले साफ आउला भइसक्यो कि दिदी मलाई। तर ठिकै छ। गीता दिदीलाई सबैले मिस गरेको छ भन्नुभएको छ। अफकोर्स मेरो धेरैजनाले मैले पनि यस्तो त्यो सोसियल मिडियाहरू हेर्दाखेरि सबै न्युजहरूले अब यस्तो भयो कि के भनेर त्यस्तै हालिराख्नु भएको थियो कि हेरिरहेको थिएँ। फेसबुकतिर पनि एकदमै धेरै। अनि त्यसपछि मेरो प्रत्येक भिडियोमा पनि गीता दिदीको त आउँछ, नआउने कुरै छैन नि। कसरी छोड्छ त? दिदी इज मोस्ट इम्पोर्टेन्ट। घरको पिलरै नभएपछि के हुन्छ त? भत्ताभङ्ग हुन्छ नि, लाइक त्यस्तै हो नि त। अनि त्यस्तो चाहिँ म मान्दिनँ। किनभने अब त्यत्रो 11मा एकजनाको कमी हुँदा चाहिँ अब त्यत्रो खेल्नुपर्ने अरूहरू पनि छ नि त। झन् गरेर देखाउनु पर्ने ठाउँमा त्यो त हो। तर भनेको प्लेयरहरूले नि पार्टी दिन्छौँ क्या। अब एक्सपिरियन्स भइसकेको बेस्ट डिफेन्डर। अब डिफेन्स लाइनको त सबै सम्हाल्न सक्ने अब हजुर हो नि त। अनि एउटा हजुर नहुँदा त गाह्रो त पर्छ नै, त्यो त अफकोर्स त्यसमा दोमत त छैन। तर पनि अरू पनि हुनुहुन्छ बेस्ट। तर फर्स्ट टाइम हजुर नहुँदाखेरि गाह्रो परेकै हो, पर्छ नै पनि। पूजा पनि बिहा हजुर एकदम बेस्ट हो नि। योभन्दा अगाडि पनि अरूहरू अब खोइ त हिरा दिदी, दिपा अब इन्जोर्ड हुँदाखेरि खोइ हामीले खेल्यौँ के अरे, राम्रै खेल्यौँ। अब त्यस्तो उनी थिएन। झन् योचोटि त के भयो झन् ब्याक पनि भएको छ। अनि पूजा पनि एकदमै हजुर बेस्ट
त्यत्तिकै दुईचोटि प्लेयर अफ द म्याच पाउनु भएको छ पूजा दिदीले बाहिर क्याप्टेन हुनु भएको छ पूजा दिदी अनि पूजालाई त मैले पुरा पर्सनली त नि मेसेज गरेर भनिरहेको छु उसँग चाहिँ पुरा भइरहेको छ मेरो यसरी खेलै अब भनिरहेको छु आज आयो राम्रो खेलोस् हजुर एकदम पूजा दिदी प्रीति सिस्टरले त खतरा थ्याङ्क यू मिस्टर शेर्पा गीता दिदी बिग फ्यान धन्यवाद गीतालाई मिस गरेको छु भनिदिनु रश्मिना सिस भन्नुभएको छ अफकोर्स दिदीले सबैजनालाई मिस अनि धेरै सबैलाई मिस गरिरहेको छु मैले पनि सबैलाई अनि हामी त झन् अफकोर्स एकदमै धेरै ए 6:15 मा हो गेम चाहिँ प्लसबाट मिल्छ त्यहीँबाट मिल्छ धन्यवाद दिदी फलो ब्याक चाहिँ कहिले दिने हो अरे गीता पनि नखेल्यो चेलीहरू हारो अरे आज जित्छ गेम आज हो फिफा प्लसबाट हेर्नुहोस् है साम्बा दिदीले राम्रो गेम देखाउन सकेन आज के गर्छ खोइ भन्नुभएको छ आज राम्रो हुन्छ आज हामी हाँस्दै सुत्नुपर्ने गेम सुरु भयो छैन 6:15 हो अझै टाइम छ झापा गोल्ड कपको आउट है रश्मिना हजुर रोइलिन राई हो र हजुर म राई हो गेम लाइभ फिफा प्लस एप भना होइन मोबाइलमा हजुर त्यसमा प्लस दिन्छ मैले नसी हेर्न पाएन अब युट्युबमा हेरौँ भनेको कस्तो टिभीमा हेर्नु मन लागिरहेको थियो कस्तो के भयो भने म बान्तवा राई हो बान्तवा राई खेल्न जाने भने होइन नि हौ कहाँ दिदी नेपालमै खेल्न जानुहुन्छ गेम खेल्न जानुहुन्न अगाडि पछाडि जता पनि उतार्ने थियो हजुर हो नि फिफा प्लस गर्नुहोस् न यो गेम त फेरि फिफा वरियतमा पनि आधा राख्दो रहेछ होइन त दिदी लागिहाल्छ थ्री नेसन जस्तै हो नि तनाव लाग्यो त्यही त आजको गेम राम्रो भयो भने चाहिँ ठिकै हो नत्र त फेरि बल्ल 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 उठ्नु भएको फेरि झरिहाल्यो तनाव पो छ त आज त टु अर डाई वाला हो म दुइटै रियल म्याट्रिक दुइटै सबै ब्याक गेम स्टार्ट भयो 90 गेम स्टार्ट छैन 6:15 मा हो फोन गर्ने भन्नुभएको म के को हुन्छ गीता दिदीहरूले हेलो हेलो यस बेस्ट विसेस टिम नेपाल हाई गेम 6:15 मा पूर्णिमा र मिनालाई चान्स दिनु पर्यो अब नयाँ पढ्नु भएको छ चान्स दिन्छ होला नि मेरो घर बनेको छैन नि मेरो घर पेन्डिङमै छ अब पैसाहरू उठा छैन भनौँ न थपै भयो भनौँ अस्तिनको अपडेटबाट चाहिँ ल त बोल्नु त बोल्नु के ल्याउनु भनेको भन्नु त नेपालले आज 5 गोल हाल्ला अरे सुजन दाई थ्याङ्क यू कान्छा स्वागत छ है त सबैजनालाई मेरो लाइभमा टिकटक लाइभमा नेपाललाई हो बुझ गर्नुपर्छ डाउनलोड गर्ने अनि हेर्ने खुट्टाको के छैन भनेको खै खानेकुरा के छैन भन्नुभएको आज तपाईँ खेल्नुहुन्छ कि हुँदैन हजुर म खेल्दैन नि म इन्जोर्ड भएर बसिरहेको छु म इन्जोर्ड भएर गेम खेलाएँ
आज जसरी पनि जित्नुपर्छ। आज गेम हो 6:15 मा छ है गेम। त्यही अनि अरू के छ बहिनी सन्चै छ? हजुर दिदी एकदम भर्खरै तिहार मनाएर आएको हो घरबाट। पक्कै छैन अझै? हिजो भर्खर आएको म। च्यानलमा आउँछ, च्यानलमा आउँदैन। अस्तिको खेलमा फर्स्ट गोल भयो। थ्याङ्क यू। आज पनि त्यस्तै हुने होला भन्ने डर छ भन्नुभएको छ। गर्न के गर्नुपर्छ हामी किन्तु लाइभ कसरी सेयर गर्नु हामीलाई त्यो थाहा के हुन्छ? लाइभ कसरी सेयर गर्नु भनिदेऊ त बहिनी। के अरे फिफा प्लस एप डाउनलोड गर्नु फोनमा अनि हेर्न मिल्छ। यस मिस गर्नेछन् सबैले तर पनि जित्नु। यस अफकोर्स सबैजनाले मिस गर्नेछौँ हामी। त्यही अब गेममा भेट्नुपर्छ। ओके ओके टेक केयर। हेलो हेलो हाई। देखो लाइफमा दुईजना चेलीलाई। यस आज धेरै पछि गीता दिदी धेरै पछि आउनुभयो। ठ्याक्कै मैले पनि देखिहालेँ। मैले सो जोइन हुन पायो होइन भने म हुने छैन होला। ठ्याक्क भाइ आएको भएर हो कि यसो जोइन भइदिनु। भाइ पनि सँगै छ भनेर चाहिँ हो। थ्याङ्क यू दामी खेलेको। पर्यो 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 है पर्यो। गुड लक गुड लक। चिसो छ दिदी काठमाडौँतिर? जाडो छ अहिले? एकदम बिहान आज त झन् घामै लाग्दैन होला बिहानदेखि। ओ त्यत्रो धरान त छैन त घाम लाग्छ। आज होइन हिजो अस्ति लागिरहेको थियो। दिउँसो चाहिँ अलिक गर्मी नै हुन्थ्यो कि आज त फेरि बिहानदेखि घामै देख्न पाएको छैन होला। काठमाडौँ त अनि अब पहाडकै साइड एकदम चिसो त हुन्छ। धरानमा चाहिँ ठिक छ। के लिएर आएको बाबु तिमीले? मेसेज पनि बोल्नु। हजुर आज इन्डियाहरूको होम ग्राउन्डमा धोबी धुलाई हान्नु। यो कस्तो खालको लागि थाहा छैन। नो आइडिया के ल्याएको बाबु? के देखेँ? एउटा दही देखेँ, यो देखेँ, गाजर खे तिमीहरू आइसकेको हो? म ड्याडलाई कल गर्नु एकचोटि कहाँ आइपुग्नु भयो। गङ्गा बहिनी नमस्ते। च्यानलमा फिफा प्लस है आज म्याच छ है। छ कति पछिको आज। स्वागत छ सबैजनालाई। हजुर हजुर केटीएम म ललितपुरमा बस्छु। कस पछि नेपाल वर्सेस इन्डिया झगडा पो भइरहेछ यहाँ अगाडि त कत्रो ठुलो। के को? हाइट पर्ला जस्तो भइरहेछ। ला हो र? कति बजीदेखि हो सिस्टर? 6:15 हो। 6:15 देखाउनुहोस् न। मोबाइलमा हेर्नुपर्छ है। नमस्ते नमस्ते। आजको लाइभ छोरी लाइभ त्यो एप फिफा प्लस एप चाहिँ डाउनलोड गर्नु न। सजिलो छ त। प्ले स्टोरमा जानुहोस् डाउनलोड गर्नुहोस् मजाले लाइभ हेर्नुहोस्। भाइरल डान्स हेर्नुपर्छ अरे। हेरिदिनु 6:15 देखि है गेम चाहिँ। ब्लग आउँछ कि नै भनेर सोध्नु। दिदी ब्लग आउँछ कि नै? अरे ब्लग त मेरो आउँदैन। आजको ब्लग चाहिँ भाइकोमा आउँछ। हेरिदिनु न। सबैले ब्लगको बारेमा सोधेर मैले धेरै भयो नि त। हजुर रियल माड्रिडले जित्यो। यस दिदी हजुर लालिगामा कसको सपोर्ट? बार्सेलोना कि रियलको हो हिजो?
म कस्तो सबै दुईटै मनपर्छ तर बार्सा चाहिँ मनपर्छ अलिक थोरै। बार्सिलोना अलिक बेसी हो। ओके भ्लग त मिस गर्दैछ अफकोर्स। एकैस मिनट बाँकी एकै छैन होला 31 मिनट। केमा आउँछ लाइभ भन्नुभएको छ फिफा प्लस भाइले मलाई अब जर्सी दिनेवाला छ यहाँ। अहिले म घरमै हो। भने म नै नभएर भनौँ न अब त्यसो त भएन अलिकति चाहिँ भनौँ न अलिकति 6-15मा अलवेज बार्सा। ओके 41 भइसक्यो साथीहरू। अब ट्याक्क गेम स्टार्ट भएपछि हेर्न जाने हो। लाइन अफ आयो रियल म्याड्रिड यस। अब थोरै टाइम छ रेडी हुनु होला खानासाना खानु होला अनि टक्क लगाएर बसिहाल्नु होला है त बसिहाल्नु होला। केमा आउँछ फिफा प्लस एपबाट आउँछ है भन्दै बहिनी के बाटो म त टिभीमा हेर्नु मगाइरहेको थिएँ क्या भनेर मोबाइलदेखि भन्छ म त झ्याउ लागेर ट्राई गर्नु दिन्छ नि उसमा त्यो आई मिन त्यो टिभीमा पनि त्यो तिमीले भन्यौ नि गुगलमा गएर। हजुर दिदी दिन्छ नि गेम सुरु दिन्छ युट्युबबाट आउँछ यस। आज गेम राम्रो भयो भने गेम सकिने बित्तिकै म भिडियो पनि नबनाइ लाइभ आउँछु खुसी सेयर गर्नलाई। एक फन्का नाच्छु अनि मात्रै भिडियो बनाउन जान्छु। के चाहिँ हो त थ्याङ्क यू सबैजनालाई है। सबैजना मिलेर 6-15मा टक्क नेपाल भर्सेस इन्डियाको गेम हेर्नु होला। नहेर्ने त कुरै छैन जितको होप राख्नु होला। प्रे गर्दै गर्नु होला। म त प्रे गरेको हुन्छु। त्यही त ड्र मात्र भयो नि खुसी हुन्छ म चाहिँ भन्नुभएको छ। ड्रले पुग्दैन होइन मलाई त पुग्छ हुन त जित्नै पर्ने हो भए पनि ड्र गरोस् सकेन भने चाहिँ ड्र नै गरेको राम्रो हो नि त। होइन भने 1-0ले नै लिड गरेर नि नेपाली म नभएर त केही पनि हुँदैन नि। त्यत्रो सबैजना स्टार प्लेयरहरू हुनुहुन्छ त्यत्रो बाहिर खेलिराख्नु भएको छ युरोपतिर। म नभएर चाहिँ होइन होला। कस्तो मैले फुलै गेम हेर्न पाएन क्या अस्तिको। गीताले सेवारो आजको गेम लास्ट हो त्यो 3 नेसनको चाहिँ लास्ट हो। अब अर्को पनि छ इन्डियासँग त्यो चाहिँ सिक्किममा छ 29 या 30 तिर हुन्छ होला। र अब यसपालि कोहीले लुकाउने येल्लो कार्ड अब नलुकाउने येल्लो कार्ड छैन फलो राखिदिनु। अहिले म एकछिनमा हेरेर गरिदिन्छु ल। मेरो भाइ झापा नजिक हुनुहुने सबै झापा गोल्ड कपमा आउनु होला भन्न चाहे। जानु होला झापामा पनि कति उहाँको भोलिपल्ट हिँड्छ भनिरहेको थियो। म चाहिँ अब फाइनल पुग्यो भने चाहिँ मेरो टिम म चाहिँ आउँछु। आज त नेसनल प्लेयरसँग लाइभ कसरी हेर्ने भन्दै हुनुहुन्छ अझै पनि आमामा गेम सुरु हुन लागिसक्यो। मेरो प्रोफाइल भ्यू गर्नुहोस् त साथीहरू त्यहाँबाट सबै अपडेट पाउनुहुन्छ कसरी हेर्ने कसरी डाउनलोड गर्ने भन्दा यहाँ दिदीको र मेरो सोर्स सुकिसक्यो। दिदीले पनि अहिलेसम्म 30-35 चोटि भनिसक्नु होला कसरी हेर्ने। आज खेल्छ साम्बाले आज सबैजना खेल्छ आज इन्डिया भने छिटै जोस आउँछ आज। ओके फर्स्ट लाइन अब आइसक्यो होला अहिले त मैले हेर्न पाएको छैन आजको।
बाबु टिभीमा ट्राई गरौँ न भने टिभीमा चाहिँ कसरी ल्याउनु एकैछिनै फ्रन्ट आज यहाँ हाम्रो सन्तोष भाइले चाहिँ देखियो कहाँ त कस्तो आएको बहिनी हेर यहाँ अनि फिल्टर अर्कै छ त अनि फिल्टर छैन के भने लु हेर फिल्टर छ है छ एक्लै खाना लाग्नु भएको बहिनीलाई खोयो खै के बनाउनु भएको छ यहाँ के रेडी भएको छ के थाहा छैन होला सबै सन्तोष भाइको कमाल हो होइन आइडिया त तिम्रो हो नि त कुदै आइपुग्छु है खानेकुरा त देख्ने हुँदैन नि फेरि म त हो म पनि अलिकति मोटा छु धेरै होइन अलिकति बाबु त्यो गुगलमा जान मिल्छ होइन यहाँदेखि पानीपुरी पनि छ ओहो मैले देखिनँ पानीपुरी त युट्युबमा दिँदैन रे युट्युबमा दिँदैन के गुगलमा नाइ के बाबु गुगल पनि लगाउ न अस्ति पनि मैले युट्युबमा हेरेको होइन त्यस्तै भएको थियो के त्यो मान्छेको अनुहारको टाउको मात्रै देखाएर अनि गेम सकिसक्यो खै त अनि भाइ नभएर के हुने हो भन्नुभएको छ दिन्छ युट्युबमा पनि कसरी दिन्छ भनिदिनु पर्यो यहाँ सबले सोधेकै हुनुहुन्छ है दिन्छ नि त्यही त भने म कस्तो मौनी हेर्नलाई 6:15 भनेपछि 5:46 भइरहेको मलाई सरी ल हुन्छ गेम चाहिँ सबैजनाले हेर्नु है गेम चाहिँ हेर्नै पर्ने हुन्छ आई होप सबैजना एकदम राम्रो बबाल खेलुन् यस त्यही छ हो गीता दिदीको म बिग फ्यान भनिदिनु न अफकोर्स उताको तिम्रो साथीहरूको कुरा माछा हो नि बाबु पाक्यो नि त अब सबै कुराहरू सन्तोष दाईको मुखबाट नि बेस्ट विशेष जाओस् गीता दिदीकोबाट अनि राम्रो हुन्छ आज गेम आएको त्यही हो मैले बेस्ट विशेष भनिसकेँ अघि नै भ्लग पनि बनाएको छु आजको खाँदै हेर्ने ल ठिक छ आज दाई दिदी प्लस हामी सबैजना लाइभमा 204 जना छौँ सबैको विश पुरा होस् आज नेपालले जसरी पनि जितोस् आज बेस्ट विश नयाँ दिपाले खेल्दैछन् है रे हो र खै थाहा नै छैन हौ कस्तो अर्को मोबाइल के त्यो अपडेटहरू हेरौँ भनेको प्लेन सेटमा नि को छ भनेको थाहा नै छैन भने अन्जना दिदी हुनुहुन्छ प्लस गर्ने लाइभ गेम आउँछ हजुर छैन फेरि हेरौँ भयो कि यहाँ डिफेन्डरमा गोल खाएको इरान कृपा प्लस बेस्ट विशेष ल ठिक छ लाइभ खै थाहा नै भएन कि युट्युबमा गेम स्टार्ट हुनुभन्दा अगाडि हुनलाई चाहिँ ढुकढुक हुनलाइसकेको मलाई त झन् तिनवटासँग भने बित्तिकै झन् भित्रैबाट खोइ प्लेन सेटमा को छ बाबु हेरिदेऊ न यहाँ प्लेन सेट 15बाट हो कलर भइसक्यो यहाँ को छ भनेर धेरै राम्रो गरेछ भेट्नु भयो दिदी युट्युबमा उयोमा टिभीमा दिपा साई मनमाया आरिस्टारिङले आइरहेको रहेछ त यो कहिलेको हो के हालेको यो कहिलेको हो पूजा बिमला समीक्षा मनमाया रेणुका सवित्रा रेखा प्रीति सविता अञ्जना दिदी हो दिपा साई दिपा पनि छिरेछ अन्जना तीनजना मिडफिल्ड चारजना 5जना
मिडले पनि राम्रो खेल्यो भने एकदम बवाल हुन्छ क्या गेम। मिडले चाहिँ अलि डेन्जर मिलाउनु पर्यो। ए भनेपछि आज अञ्जना दिदीले चान्स पाउनु भयो। 4 जना डिफेन्स। ओके हिरा दिदीलाई ड्रप गरेछ त। हिरा दिदी राम्रो खेलेन क्या अस्ति। सरी होइन बिचरा केमा लाइभ आउँछ नि बाबु त्यही त भने। हिरा दिदी र दिपा दिदी चाहिँ सब्स्टिट्युटमा होला दुवैजना। फेसबुकभरि चाहिँ आएको छ क्या फेसबुकमा चाहिँ। ए होइन यो त अर्कै रहेछ। अब अझै टाइम छ थोरै। थाइल्यान्ड र बङ्गलादेशको पनि गेम भइरहेछ थाहा छैन। केमा लाइभ आउँछ भने चाहिँ फिफा प्लसमा आउँछ। टोलीमा 3 परिवर्तन भनेपछि इन्जिलाको ठाउँमा अञ्जना, हिराको ठाउँमा मनमाया, निशाको ठाउँमा दिपा। निशा दिदी फर्स्ट लाइनअपमा हुनु नि आज। निशा दिदी छैन। निशाको ठाउँमा दिपा साई भएको। ए ओके ओके त्यो अनि हिरादीको ठाउँमा मनमाया अनि एन्जिलाको ठाउँमा चाहिँ अञ्जना। थ्याङ्क यू। अब चाहिँ गेम हेर्नुपर्छ है। कस्तो अब यहाँ टिभी हेर्नु नपाएर कस्तो भइरहेछ कसरी हेर्ने। ओके ओके थाइल्यान्ड 3 बङ्गलादेश 1। ओहो बङ्गलादेश 3 खाएछ त। त्यही त थाइल्यान्ड। लेट्स गो गाइज अब हामी जानेछौँ हेर्नलाई। मुटु डोक डोक भइसक्यो अहिले। कसरी हेर्ने भइरहेछ। म मेन्टली फिजिकली प्रिपेयर छु है एकदमै। ल लेट्स गो है आज। ल ओके 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 सबैजना अब जानुपर्छ हेर्नलाई है त। यस एभ्री वान लेट्स गो। बेस्ट विसेस। फिफा प्लसबाट हेर्नुहोस् है। ओके त्योभन्दा अर्को ठुलो भाँडा छैन छ त उ त्यहाँ उ त्यो अर्को बेला पछाडि हेर्नु त। म होइन त्यो अझ पछाडि हेर्नु त। अनि कस्तो ठाउँमा गरेको त अनि हेर त यहाँ। युट्युबमा लाइभ चाहिँ थाहा छैन। फिफा प्लसबाट हेर्नुहोस् है लाइभ चाहिँ सबैजनाले। यस बिग फ्यान हाम्रो पिक्चरहरूको गेम। अलवेज सपोर्ट। यस अलवेज सपोर्ट। स्टार्ट भएको छैन अब हुन लाग्छ फिफा प्लसबाट हेर्नु सबैजनाले। इन्जर हुनुहुन्छ दिदी। सो मलेसियामा हुनेले खानै रहेनछ। म इन्जर भएको मुटु टुकटुक क्या भएर आइसक्यो अरे। त्यस्तै भइरहेछ मेरो पनि। खेल्नेलाई त केही हुँदैन एकछिन मात्रै हुन्छ खेल्नेलाई। त्यो सुरुको लाएर त हेरेलाई त तपाईँ कस्तो हुन्छ। हेर्नेलाई हो जुक 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 हुन्छ डर हुन्छ। मलाई त कस्तो बल परिरहेको हुन्छ कि गीता दिदी त्यहाँ खेलिराख्नुहुन्छ प्लेयर्सहरूले अनि फोन यसरी राखिरहेको हुन्छ पुरा म मुभमेन्ट दिइरहेको हुन्छु जिउहरू के त थाहै नभई यता र गाह्रो हुन्छ नि हेर्नेलाई त। खेल्नेलाई त अफकोर्स हुन्छ हेर्नेलाई पनि त्यति नै धेरै। गेम पछि नि लाइभ आउनु ल। अफकोर्स छ भन्नु पावर दिनु परेन। राम्रो थ्याङ्क यू। प्ले डाउनलोड गरी हेर्नु सक्नुहुन्छ है। यो पहिला माथि जान त्यही त हेरिरहेको दिमाग मोरु हेर्दैछु यहाँ 10 बज्न लाग्यो तर पनि
हाम्रो चेलीहरूको गेम भनेर कुरिरहेको छ। ओ माई गड, थ्याङ्क यू सो मच नुगेल लिम्बू ब्रदर। अफकोर्स हेर्नुपर्छ, 10, 11, 12 बजी हेर्नै पर्छ है। कति पछिको यो त अनि 1 वर्षपछि हो नेपाल र इन्डिया फेरि आम्ने सामने हुँदैछ, सो हेर्नु त परि नै हाल्यो है। अनि घरमा पनि युट्युबतिर चाहिँ आउँदैन, मोबाइलमा चाहिँ के हेर्नु, टिभीमा 20 मिनट बाँकी छ अब। 6:15 टाइम अनुसार फेरि कहाँ पुग्छ केही थाहा हुँदैन। बौला जस्तो हुन्छ कि यस नेपाल इन्डिया 0 रे। कुन आइडीमा होइन, फिफा प्लस सर्च गर्नु न, एप हुन्छ कि। मैले त्यहाँ भिडियो पनि लगाएको छु कसरी सर्च गर्ने भनेर, त्यहाँबाट हेर्न सक्नुहुन्छ। आम अल्सो वेटिङ फर नेपाल गेम अफ कोर्स। हामी सबैजना वेटिङमा छौँ। दसैँ तिहार लगत्तै कहिले सकिन्छ र गेम आउँछ भन्ने भएर त फाइनली आज दिन आएको छ। नेपाललाई प्राउड। बहिनी हजुर 6:15 खै आउ त अफकोर्स सबैले मिस गरिराख्नु भएको छ, होल नेपाली फुटबल फ्यान्स। म्याच आएको अब हेर्नु, अब 6:15 तिर। टेस्ट ओपन भएको छैन चाहिँ भइसकेछ। मैले चाहिँ भिडियो बनाएको छुइनँ, भइसक्यो। सङ्कटाको छ है, कति भने 17 गते छ। उयो आयोजक टिमसँगै छ होइन कि आर्मी र खोइ कसको चाहिँ देखिरहेको थियो मैले। चर्च बाजे कि आर्मी र खोइ के कसको देखिरहेको थिएँ। झापाको छ अघि ग्रुपमा कुरा भएको थियो। सङ्कटाले लगाइराख्नु भएको थियो। अब ए भगवान् यार, यो एप के गर्ने होला। हामी पनि बिग फ्यान नै हो हजुरको, जेम्स हाकिम ब्रदर। के हो रे के एप्स युट्युबतिर चाहिँ खोइ थाहा छैन, हेर्दैन होला। ओ भाइ छिटो गरिदेऊ न, हेर न भनेर जेम्स ब्रदर युट्युबमा। यहाँ जाऊ न, यो गोलोमा जाऊ न, यो गोलोमा केमा हेर्ने? फिफा प्लस झापा गोल्ड कपको सरी बाबु, ऊ देखा त उयो फर्स्टकोमा ट्राई गर त। त्यो हो दिदीलाई ओपन गर न त। टाइम हुन लाग्यो, दिदीलाई ओपन गरिदिनु, दिदीलाई भनिदिनुहोस् न बिग फ्यान भनेर। जेम्स ब्रदरले भनेको हुनुहुन्छ। जेम्स ब्रदर हजुरको मुखमा दुध भात परोस्, त्यही होस्। नेपाल 3 इन्डिया 1 प्रेडिक्सन आयो है त। त्यही होस् ठ्याक्क लाएर त्यही होस्। हुन्छ कि नै झापा गोल्ड कपमा? नो। तामाङ धन्यवाद है, थ्याङ्क यू। सबैजना मिलेर गेम हेर्नु होला। बिग फ्यान भन्दिनँ है। ओके सबैजनालाई थ्याङ्क यू भनिराख्नु भएको छ है। 6:15 हो। यो त वर्ल्ड कप देखिरहेको छ, वर्ल्ड कप होइन कि हो। एसन्स केबाट हेर्ने हो दिदी? फिफा प्लस टक्कलाई दिदीको त्यहाँ टिभीमा अन भएपछि ओपन भएको हो। यहाँ हेर, म त यसरी खोजिरहेको हो क्या टिभीमा चाहिँ। बहिनी भनिदेऊ त के आइडिया छ भने। यस्तो पो छ त हाम्रो टिभी। ए के त देखाएको छैन, के गरेको तिमीले, के थिचेको? आउँछ बहिनी यसरी। अब फिफा प्लस नै सर्च गर्नुहोस्। गर्नु चलेन रे, चलेन। अब मोबाइलमै हेर्नु पर्ला जस्तो छ। अब किन चलेन छ? हाई 5 मिनट। ओहो ल
सबैजनालाई अब गेम हेर्नु है अब ठ्याक्क 15 मिनट बाँकी छ ल अब सबैजना जाऊँ होला रेडी हुँदै गरौँ होला हेर्नुपर्छ अनि उयो कस्तो नदेखाएको दिदी देखाउनु पर्ने त टिभीमा मजा हुन्छ तपाईँले टिभीमा जान् यस्तो भइरहेछ हेर है मोबाइलमा चाहिँ चलाएछ टिभीमा चाहिँ चला छैन अरे ओ सो ल ओके गाइस थ्याङ्क यू सो मच जो चाहिँ पनि आउनुभयो जोडिनु भयो तिमीलाई पनि सबैजनालाई पनि मोबाइलमा ओके बाई बाई बेस्ट विसेस हामी सबैजनालाई धेरै धेरै बेस्ट विसेस जय नेपाल जय नेपाली फुटबल बाई बाई ओके गाइज अब म चाहिँ एकछिन बस्छु 6 बज्दैछ भर्खर अझै पनि टाइम छ गेम स्टार्ट हुनलाई बाट स्टार्ट हुन्छ ल फिफा प्लसमा जाने बित्तिकै देखाउँछ लाइभ यस ल ओके गाइज म पनि गएँ ल बाई बाई एभ्रीवान टेक केयर बाई बाई दिदी ओके छ 15 को गेम हो 6 15 को ओके गाइज ओके बाई बाई एभ्रीवान ल गएँ अब चाहिँ म पनि